हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले घरमा आँपको अचार बनाउँदैछु। त्यो आँपको अचार बनाउनुको लागि सुरुमा मैले सोपलाई फ्राई गरेँ भुटे त्यसपछि थोरै जिरालाई पनि भुट्दैछु। जिराले पनि मिठो स्वाद आउँछ नि है। मलाई त मनपर्छ जिरा लाएको। अनि त्यसपछि पालो आउँछ धनियाँको। धनियाँ पनि थोरै क्या, धेरै त होइन, थोरै सबै कुरा मिसाएको बास्ना मिठो लाग्छ मलाई चाहिँ धनियाँ। अनि त्यसपछि तोरी, अनि तोरीमा नि त अलिअलि फिलिङ्गे पनि मिसिएको रहेछ क्या, तर मिठो हुन्छ। फिलिङ्गेको अचार नि मिठो हुन्छ। त्यही भएर मैले नछानिकन त्यत्तिकै एकै ठाउँमा भुटेँ। अनि त्यसपछि ये काला क्या, ये कालो जिरा भन्छ यसलाई चाहिँ। यसको पनि मिठो बास्ना आइरहेको थियो, त्यही भएर मैले पनि लगाएँ। अनि यो चाहिँ तोरीको तेल नै लगाएँ। अनि मैले एकै ठाउँ सबै मिक्स गरेर ग्राइन्डरमा गेरेर पारेँ। तर मैले नि मेथी नै लगाएको थिएँ अघि, त मेथी चाहिँ भिडियो बनाउन बिर्सेछु, त्यही भएर। अनि त्यसपछि सबै आँपलाई यसरी मजाले हातले मिक्स गरेर मुसेँ। मलाई चाहिँ हातले नै मुसेको अचारहरू मनपर्छ। हातले मजाले मसला लाग्छ जस्तो लाग्छ कि त्यो अरू स्पुनहरूले चाहिँ गर्नुभन्दा। अनि हातले नै मजाले मुस्दैछु ठुलो बोलमा हालेर। अनि त्यसपछि सानो बट्टामा हाल्ने भनेर क्या, खाना सजिलो हुन्छ। अनि त्यसपछि मेरो हेर्नुहोस् अचार यस्तो देखिरहेछ, कस्तो खाउँ लाग्दैछ है। अनि सानो बट्टामा पनि लगाएको छु है। यो अचार चाहिँ कुनै पार्ट्सहरू हो, कसलाई हो भनेर चाहिँ म भन्दिनँ, हजुरहरूले आफै पत्ता लगाउनु पर्ने हुन्छ। यही भन्न आएको कि बाई।